नमस्कार साथीहरू, हाम्रो च्यानलमा स्वागत छ। आजको भिडियोमा हामी विस्तारमा बुझ्नेछौँ नेपालमा घर बनाउन कति खर्च लाग्छ। बेसिक, स्ट्यान्डर्ड र प्रिमियम 3वटा स्तरमा हामी लागत विश्लेषण गर्नेछौँ। फर्स्टमा, हाल नेपालमा औसत निर्माण लागत यस प्रकार छ: बेसिक फिनिस, स्ट्यान्डर्ड फिनिस र प्रिमियम फिनिस। अब हामी 1000 स्क्वायर फिट स्ट्यान्डर्ड घरको उदाहरण लिन्छौँ। पहिला सुरु फाउन्डेसन र अर्थवर्क 12%, जग खन्ने, पिसिसी, फुटिङ र प्रारम्भिक संरचना यसमा करिब लगभग 6 लाख रुपियाँ खर्च हुन सक्छ। त्यसपछि आउँछ स्ट्रक्चर, कलम, बिम, स्ल्याब 34%, यो घरको मुख्य ढाँचा हो। कन्क्रिट, स्टिल, सटरिङ आदि यसमा लगभग 17 लाख रुपियाँ खर्च हुन सक्छ। ब्रिक वर्क र प्लास्टर 16%, इट्टा, गारो, प्लास्टर, बाहिरी र भित्री पर्खाल यसमा लगभग 8 लाख रुपियाँ खर्च हुन सक्छ। फिनिसिङ वर्क 20%, टाइल्स, मार्बल, पेन्ट, फल सिलिङ, पुटिङ आदि यसमा करिब 10 लाख रुपियाँ खर्च हुन सक्छ। डोर र विन्डो 5%, मेन डोर, इन्टेरियर्स डोर, एल्युमिनियम विन्डोज आदि यसमा लगभग 2.5 लाख रुपियाँ खर्च हुन सक्छ। इलेक्ट्रिकल र प्लम्बिङ 8%, वायरिङ, स्विच, डिबी बक्स, पाइप फिटिङ, स्यानिटरी फिटिङ्स लगभग 4 लाख रुपियाँ खर्च हुन सक्छ। अरू भनेको एक्सटर्नल वर्क, यसमा लगभग ड्रेनेज, सेप्टिक ट्याङ्क, बाउन्ड्री फिनिसिङ यति सबै गरेर लगभग 2 देखि 3 लाख रुपियाँ खर्च हुन सक्छ। घर निर्माण खर्च बढ्ने मुख्य कारणहरू यस प्रकार छन्: काठमाडौँ जस्तो महँगो स्थान, जटिल डिजाइन, इम्पोर्टेड टाइल्स वा फिक्चर्स, स्टिल र सिमेन्टको मूल्य बढ्नु, कन्स्ट्रक्सनमा ढिलाइ हुनु। हजुरले 8 देखि 10 लाख बचत कसरी गर्ने त? अब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बचत कसरी गर्ने। सिम्पल र प्र्याक्टिकल डिजाइन रोज्नुहोस्। स्ट्यान्डर्ड साइजको कोठा बनाउनुहोस्। लोकल ब्रान्ड टाइल्स प्रयोग गर्नुहोस्। डिटेल बिओक्यू बनाएर मात्र कन्ट्र्याक्टरलाई दिनुहोस्। कन्स्ट्रक्सन सुरु गर्न अगाडि पूर्ण बजेट प्लान तयार गर्नुहोस्। अन्त्यमा, नेपालमा घर बनाउन बेसिक स्तरमा लगभग 60 देखि 70 लाख, स्ट्यान्डर्ड स्तरमा लगभग 80 देखि 90 लाख र प्रिमियममा लगभग 1 करोडभन्दा बढी लाग्न सक्छ। यदि तपाईँलाई यस्तै कन्स्ट्रक्सन र इन्टेरियर डिजाइन सम्बन्धी जानकारी चाहिन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब या लाइक गर्नुहोस्। धन्यवाद।